बाइक जाँदैछौँ तारे भिड अनि हाम्रो दिनबाट बिहान गरेर दिन गएको छि ल अहिले चाहिँ 7 साढे 7 बज्यो अब राख्दै भयो त बिहान एकजना नाचिरहेको डर लाग्यो त्यसको राम्रोवाला क्या छ अरे क्याप उडाउँछ भनेर समाउँदै हिँड्नु परेको छ अब त्यति गएर फेरि म त यहाँ दिदीसँग बसेको छु डर लाग्यो भाइ लड पनि हुन्छ घरिघरि यस्तै हो ल धेरै मोबाइलमा हेर्न पाइँदैन अगाडि बाटो हेर्नुपर्छ राखेँ है त दुईजना केटीहरू चाहिँ हामीले चाहिँ यहाँसम्म आइपुग्यौँ दामी बाटो अनि आजको त्यही हो हामी चाहिँ आइपुग्न आँट्यौँ यहाँ तिम्रो सक्दैन खै झन्डै लगाइदियो गाइजहरू मलाई ज्वरोले सुक्खा पनि झन्डै लडेको थियौँ गाइजहरू तपाईँहरूले देख्नुभयो होला त्यति अब डर अनि तिमीले सुता पनि यस्तो अरू बाटोमा बिस्तारै अब भिडियोमा के भएको छैन हेर आजलाई मान्छे सातो भएको छ अरू घरै भन्दाखेरि कुनाबाट अलि यस्तो के जाने हिँड्ने के तिमीले छेउबाट लगाएको थियो नि अघि त्यही हो भन्छु यिनीहरू सोध्दै गरिरहेको छु यहाँ अब बाटो छैन कता छ अर्को बाटो छ र राम्रो बाटो छ भनेर सोधेको ए बाटो छ हेर नि त्यहाँ मस्के
झन्डै लडाइदियो बाटो त यहीँसम्म आउँदा त यस्तो राम्रो छ यार मैले नि भनेको थिएँ साँच्चै हो किनभने मेरो लेन्स पनि तान्दैन थियो सानो झन्डै लडाइदिएको नि मलाई एक ठाउँमा त्यो यस्तो बाङ्गोमा हाम्रो पनि यस्तो हुने बेलामा चिप्लेको थियो अलिकति देखिस् मेरो हात होइन तिम्रोमा त तेरो बाटो उता रोडमा पनि हुइपुगेको भइरहेको थियो कुनमा राम्रोवाला बाटोमा जे होस् तैँले धेरै यो चलाउँछ क्या अनि यो कस्तो ब्लु छ नि त त्यही भएर यो यस्तो आँखा हुन्छ अनि यसरी लाउनु चलाउनु पर्छ नि मैले अनपग्लिने हो त भनेको थिएँ नि मैले तर यसले सोइ सोइ लगिरहेको थियो त भाउजू रेबकाले त्यही एउटा हो क्या मान्छेको उपाएर एकछिन तर्छ अनि त्यो यस्तो पुरै बाङ्गो माथिबाट सानो के गरेर भन्नु त होइन भाइको त्यो के अरे होइन यसको रामा लड्नु लगाएर त्यही नि चलाइरहेको नि भनेर यहाँ गइसक्यो हामी त हिलोवाला बाटोमा चाहिँ है चाहिँ हामी चाहिँ हिलोवाला बाटोमा अलिकति अनि के अरे तर मैले हुइक्क बढाइ के अरे नभए म चलाउँछ भने रोक भने थिएँ पछि अनपाल चलाएको होस् म पनि सक्छु भन्दै चलाएँ त्यहाँ पनि एकचोटि तर जियोस् आइपुग्यो यतासम्म चाहिँ तर म त तपाईँ ओर्लिनु भयो तपाईँले कुदाइरहला भन्ने थाहा त म कुदाउँछ नि फेरि अनपाल चलाएँ नि त अनि म नि अनपालले सक्छु चलाउनु सक्छु मैले किन चलाउनु सक्दैन भन्ने जस्तो भएर तर अनपाल त सक्यो मैले त रोकौँ एकछिन भनेको होइन गएपछि गएको गयो भने त झुमझुम भनेर हो नि अनि यस्तो बाटोमा झन् त्यो झम्की नजम गऱ्यो भने कस्तो झन् त्यो हुन्छ अनि सक्दैन अनि अरू केही एक्सपिरियन्स चला भने गएको गयो हुन्छ ए कसैको सबै जान्छ नडराउनु अब तपाईँले फर्काउने चाहिँ कसरी यस प्लिज तपाईँहरू दुईजना फर्काउने के हामीलाई सक्दैन भने होइन सक्छ तर ब्रेक पहिला लाउनु भनेको माथि जान सजिलो हुन्छ तल आउन अलिकति गाह्रो हुन्छ होइन ब्रेक धेरै लगाउनु पर्छ ब्रेकमा त्यो हुन्छ अनि तर हिलोको बाटो छ। तिमीहरू चलाउ न त फेरि यो चाहिँ हाम्रो भ्यू हो गाइस आज धन्नले राम्रो छ मौसम छिटो जाम यसले तपाईँहरूले गरेको भए अहिले पनि त्यत्तिकै बस्थ्यो अनि आमा घाम लागेको रहेछ भनेर यस्तो राम्रो ओ भाउजू भाउजू त यहाँ भाउजू त्यहाँ हेर्नु त वाह हामी त्यहीँ नै जाने ल माथि त्यो बादल छ नि ल त्यहीसम्म जान सक्छ त्यहाँ नपुगेसम्म म त फर्किँदिनँ ल ल ल त्यो घर भाडा सडकमा चाहिँ ल ल डन त्यहीँ नै जाने हो जसरी भए पनि यसरी भए पनि चढ्छु म त। बादलले नदेखिरहेको यसरी त्यो हुँदैन डोरीलाई यस्तो गरेर यसरी चढ्दैन त्यसरी भए पनि चढ्छु म ल ल ल उसागी हेरौँला उसागी हो म उसागी कोले अलाइसिन त बोतल हेर्छ साथीहरू कोकोले स्पेस भिलाइनुहुन्छ होइन स्पिच भिला त हामी सबैले हेर्छौँ अब खै कोही कोही छन् We don't have नन्सलान्टहरू ल ल नन्सलान्टहरू जाम जाम गाइजहरू ल छिटो सुसुमन चाबी राख भनेर जसरी मान्छे हुन्छ अरे हो धेरै ल होइन त भन्नुले सक्यो अनुपा त नाच्दै हिँडिरहेको थियो जा चालु हिँड हिँड अलिक मासम्म हिँड रेबा तर ठिकै हो है हाम्रो ओह्राल्ने बेला चाहिँ गाह्रो होला जस्तो लागिरहेको छ त्यही लाख मलाई अब यिनीहरू किनभने जाम भन्नु यो झन् डर लाग्दो छ झन् डर लाग्दो छ जाउँ उनीहरू डर लाग्दो त छैन नि म त म हिँड्दै जान्छु तिमीहरू जाउँ हिँड्दै जाऊ तिमीहरू लिएर हामी अहिले हिँड्दै आउँछु कि सक्दैन हामी ओह्राल्दा नि यिनीहरूलाई उठ्ने भन्नु हाम्रो ठेल्छ तिमीहरूले बिस्तारै है रेबिका बरु म चलाउनु के हो तिमीहरूको प्र्याक्टिस हुँदै ए पखा रेबिका पखा दिनु मलाई गो गाइस बाटो चाहिँ यस्तो भएर यस्तो छ अर्को चाहिँ माथि पुगिसक्यो ल हेर कहाँ बिच हिलोमा लग्यो त अनि ल
हेलमेट लाउनु त जस्तो कि ल नाटक नगर्ने नाटक नगर्ने यही सम्म हो त्यसपछि बाटो कस्तो फिल भयो डर लाग्यो नि मान्छे मैले भने थिएँ क्या यस्तै हिलो हिलो हुन्छ पानी परेको उ बेला भनेर दुई दुईजना त कसरी सक्नु त बरु सानोजना हुन्थ्यो नि त अनि थाहा थिएन के भन्नु फेरि भनिदिनुहोस् न यता तपाईँको शब्द अनमोल शब्दहरू अनि हो त अन्त यस्तरी नै बोल्छ गाइस यो मसँग भाउजू आउँछ त सक्यो नि त दिदीजना नाइ भाउजू कान टेक रिस बाटो छ यसो ढकाल्दै लानु भएको छ एकजनाले सक्दिनु जस्तो छ ल अलिअलि तपाईँ चलाउँदै हुनु न नहुनु पानीले गर्दा हो क्या यो सुक्खा भयो कस्तो मजाले आउँथ्यो चाहिँ यहाँ छ अझै माथि पुग्नुपर्छ हामी हामी चाहिँ यस्तो यस्तो अड्केका छौँ गाह्रो छ हामीलाई चाहिँ यता पार्क गर्ने अब हामी चाहिँ कन्फ्युज भयो गाइस यता 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 आइपुग्यो होइन सानोसँग छ गाइजहरू लास्टै गाह्रो अब होस् झन् हामी सर्टकट बाटो अब अहिले ओह्रालो चाहिँ कसरी जाने भन्ने गाह्रो हुन्छ अब टोइलेट कता हो म चाहिँ एक्लै हिँडिरहेको छु उसमा गइराखौँ भनेर यतैतिर हो जस्तो छ आवाज त यतैबाट सुनिरहेको त कता हो छिटो 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 ओइ छिटो न हामी खोला तोड्यौँ दिनुमा बनाइदिन्छु भयो अब हेर्न जाने अब सुन्दा नि सुन्दैन बोलाको
गाइज हामी अर्को बाटो आएर नै फेरि त्यही पुरानै बाटो फर्किन लाग्छौँ। यो बाटोमा 1.5 घन्टा लाग्छ अरे। उता सकिन्छ भन्नु थाल्छ सबैजनाले, त्यही भएर। तर यताको मान्छेहरूले सबले डाइरेक्सन भन्दिनँ कि कस्तो मजाले यस्तो गर उस्तो नगर। अनि जस राम्रो साथीहरू ट्वाइस चोटि मिस्टेक गऱ्यौँ ट्वाइस। हामी अझै माथि चाहिँ हिँड्दै जानु पर्थ्यो, तर हामीले के गर्यो वाटरफल भन्दै त्यहाँ सोध्यो त्यो बालाई। अनि त्यो बालाई सोधेपछि ए यहाँ त रहेछ यहाँ त भन्यो शान्तिले पनि। ल जाउँ न त भनेर कहिले यस्तै हुन्छ तर नथिङ टु वरी, तल टाइम छ हामीसँग टर्ने। ल हामी आइपुग्यौँ बल्ल होइन। उयो टुपी निहाल्ने त पछाडिबाट। आमामा साथीहरू के नै भन्नु त रहेछ नि। वी लभ तारेभिर। आई डोन्ट थिङ्क ओए वी लभ तारेभिर। क्वेसन मार्क वी डोन्ट नो। यस्तो दुःख पाइसक्यो अहिलेदेखि। वी लभ तारेभिर हो कि होइन, अब घुमेस थाहा हुन्छ। अनि बा तिमी यही डाँडामा आउने भने होइन? अघि नै तिमीले देखाएको डाँडा यही हो। अझ अघि के भन्दै भाषण त डर देख्यो। अब त्यो पम्प पुगे हो, धेरै नै अप एन्ड डाउन भयो। अब अप मात्र गर्ने, अब डाउन नगर्ने। एउटा डिउ किन्नु न, लास्ट नै मलाई बुस्ट चाहियो। स्ट्रबेरी खाऊ न अहिले होइन, हामीले त्यसले सघाउँछ नि होइन कि। मैले भनेको डिउ माउन्टेन डिउ खाएपछि त्यो हुन्छ नि त सबैलाई। ललितपुर यतै गर्नु सक्यो। बौद्ध हुँदै हामी टिकट सेन्टरमा आइसक्यौँ। तारेभिर पोर्ट एउटा गेट आउँछ, त्यो गेटबाट भित्र छिर्नु होला, लेफ्ट हिँड्नु होला। लेफ्टमै गेट आउँछ, भित्र छिरिसक्यो भने लेफ्ट है। नहराउनु होला यसलाई। खानेकुराहरू केही छ तपाईँहरूसँग? छ लेजहरू छ। यसो लाग्नु त्यसलाई। चेयर्स त गर हिँड्नु न खाली भन्छ। मलाई भोक लाग्छ। त्यही भने चौधो सोच्छु अलिअलि पेट गुजारा गरौँ, त्यसपछि जाने। मलाई देखाउनु स्टार्ट भइहाल्छ त्यो वाला डान्स। यो डान्स अलिक बिचतिर गएर गरौँला है। हामी फर्स्टमा खाइहाल्यौँ नि त। 10 मिनट आइगयो होइन, चौथो जुस खाँदै हिँड्यो यहाँबाट यता। लु सिधा बाटो, सिधी बाटो आइपुग्यो। अनि हाई शिवल चेक्का यो माथि त अघि पनि त्यो बादल त थियो। भर्याङ नै भर्याङ, कति हो यो भर्याङ? म चाहिँ आइपुगेँ, त्यहाँबाट आउँदैछ। पाइहाल्छ त बादल त होइन तर यहाँ काँडा रहेछ। कस्तो होला त्यही त। तिमीले मलाई झुन्नु त भने नि, मैले झ्याप्पै समाएँ कि। अनि आता भनेको मैले देखेर मेरो हातेले छ, म साग खान्छु। ऐसेलु ओइ मासाला कस्तो टर्छ यार। ऐसेलु के खान्छौ गाइजहरू? ऐसेलु भनेको के हो थाहा छ तपाईँहरूलाई? ऐसेलु भनेको येल्लो कलरको बेरी हो। ओइ ओरेन्ज
ओरेन्ज बेरी हो ल ल ल हेर्न तिनीहरू त्यहाँ त्यहाँ के हो त्यो जिब्रो निकाल्नु के भयो त्यहाँको त्यो मान्छेले 45 मिनट लिँदो हुन्छ नि त यही छ लाली हाम्रो गाई Where is the Laliguras? देखिन त मैले Bro. Oh, I see. Yeeho. यो तलको चाहिँ होइन होला ए हो तलको मिलेर त त्यो भन्ने हो ह्याप्पी न्यू इयर हो पोकी के नाम गरेको छु त्यस्तो लाग्यो यो गाउँघरको मान्छेहरू चल्न आउँदैन यस्तो गर्नु न दिनु त Rhododendron. साथी चढ्नु आँट्यो ओ मिल्दैन होला हो टिप्नु त यो लट्ठीले उयो काट्नु सक्छ ऊ ल अब एक स्टेप भयो त लु सकिहाल्यो नि इजी बिजी लेमन स्क्विज खान मिल्छ नि बट नट सो नाइस यार यो वाला त हो ल नजिक नजिकको टिपे पो कहाँ माथि गएको नजिक उता तल तल छ त उता कुन्नामा यहाँ धेरै उता नजाउनुहोस् पटुवाले पखै म देखाउँछु रेबिका लुक एट हियर के अनपा प्लिज ल हेर्नुहोस् गाइजहरू लालीगुराँस मैले टिपेको हजुरले नै टिप्नु भएको र यस यसरी मलाई कस्तो डाउट लागिरहेको राखेर हिँड्दाखेरि कति राम्रो छ नि छ फुलकुमारी ओ माई गड अर्को पनि ल्याइछ तैँले मेरो अलिक कुनै खान्छ लात्ती तर यो चाहिँ टुटे फुटेवाला छ पुयावाला तर यो अर्कै छ किन यो पानीले धेरै खायो त्यो नाच्दा कम खायो ल त ये देखो साथी दोस्त लो ए ये देखो दोस्त मैंने ऊपर चढ़े भन्ने आयो भन न भयो ओ ना ये देखो दोस्त लोग हमने ऊपर चढ़ के ये निकाला किसने हमने हम अगाडि दोनों मिलके निकाले अहिले कति धेरै ऊ भेटायो हामीले रोडोडेन्ड्रन लालीगुराँस कस्तो राम्रो अघिसम्म लालीगुराँस नभेटाएर अहिले लालीगुराँस है यस्तो राम्रो ठाउँ आइरहेछ कस्तो लाग्दैछ त कस्तो लाग्दैछ त मलाई तिमीलाई नै म भन्नु थाकिरहेको छु अनि भाउजू यो चाहिँ पोस्ट नहाल्नु है तपाईँले हेर्दै हुन्छ भने झन् हालिदिन्छ भाउजू जे होस् रमाइलो भइरहेछ नि रमाइलो त भयो होइन तर बाटो ठिक छैन कि अब मलाई टेन्सन चाहिँ के छ भन्दा अब स्कुटर तलसम्म लानु कसरी अहिले पानी पऱ्यो भने झन् तल त्यसैले हो तर लालीगुराँस रहेछ यो सिजनमा चाहिँ आउनुहोस् गाइस सास होल्ड गर सास लिनुहोस् होल्ड छोड्नुहोस् फेरि सास लिनुहोस् अनपाको होइन होल्ड छोड्नुहोस् फेरि सास लिनुहोस् होल्ड छोड्नुहोस् ल यसरी हामीले 3 चोटि गऱ्यौँ मैले त गरिनँ तिमी मेरो यस्तो एङ्गल नखिच नाटक उद्योस हुन आँटेछ नमस्ते ओइ
हामी पुग्न लाग्यो हो अघि नै पुग्नु लाग्यो जस्तो लाग्यो फेरि पुग्दैन ओइ जम्मा 45 मिनट भनेको थियो नि त अनि अब त धेरै नै भइसक्यो होला भइसक्यो ओके अब त यो दुख्यो यस्तो थाहा अब कस्तो तर्छ धन्न आइपुग्नु आँट्यो अरे अब 10 मिनट मात्र बाँकी छ हामी पुग्नलाई अनुपा त्यही पहाड आइपुग्यो हामी गेस हामीहरू चाहिँ पुग्यौँ जस्तो लाग्यो सो यहाँबाट जाने Wow, thank you so much, Barsha, for charging me. Oh, look at the view, guys. यहाँनिर आगो डढेली हो कि समथिङ त्यो लागेको थियो नि फायर त्यो डाँडा त यही हो जस्तो किनकि सबै यहाँनिर पुरै आगो नै आगो लागेको ऊ छ क्या स्मेल नै त्यस्तै हेरेको छ औ ल ल बसौँ म त्यहाँ So yeah, we are here. त्यहाँ पनि शीतल पनि छ नि हेर्दै होइन It's so peaceful, guys. You must visit Tareb here. My goodness. Wow. How are you feeling, girl? Bro. Pose त खत्रै छ त. Bro, it's nice ल त्यही पनि. यो हामी आउनु भनेको ठाउँ I don't know. अब तपाईहरुले हेरे हो. We love Tareb here. भन्दै टिकटक पठाएको. अनि कस्तो फिल हुँदैछ नानु? रमाइलो फिल आइरहेछ चिज तर यस्तो यो बुद्धिस्टको राखेर नि अलिक पिसफुल हो नभए त्यस्तो खासै छैन. यस्तो हेर्ने बित्तिकै माने प्रेममै होला हुन्छ नि त फिलिङ नै. Okay. They are there. What are you doing, guys? What? तिमीले खाएर फालेको रे नि त सुँगुर्नीले. यस. फेरि डाँडामा थियो. गाइजहरू त्यसरी चाहिँ फोहोर फालेर नजाउँ होला है यत्रो माथिदेखि कसले अब टिपेर लान्छ क्या त्यस्तो अलिकति मान्छे जस्तो बिहेभियर गर्नु पर्यो जनावर जस्तो होइन यहाँ त्यसरी प्लास्टिकमा झुन्डाएर त्यहीँ फालेर गएको छ त्यस्तो त पशुले पनि गर्दैन होला हो फेरि अगाडि नै गेटमा भनेको छ नि त. त्यो पनि आफूले यहाँ खाएको त्यसरी प्लास्टिकमा पोको पारेर चाहिँ किन छोड्ने होला मान्छेहरू यस्तो राम्रो ठाउँलाई झन् यस्तो गराइदिएर लुक. फेरि डस्टबिन भएको भए छुट्टै कुरा हुन्थ्यो यो त धेरै नै अति भयो. यो फोहोर फाल्ने ठाउँ जस्तो के भिरमा यस्तोमा बसे अनि अस्ति ल ल चिप्सहरू चाहिँ खाऊँ सो हामी चाहिँ यहाँ खाजा खानु आँटेको. देखाइदियो अन्त यही हो कस्तो लाग्यो नाचु कस्तो लाग्यो ठिकै नाचौँ त लागेन
कस्तो कस्तो भयो अन्त भन्दै त रेबा कि भने कुकुरे कुरकुर्के कुरकुरे कुरकुर्के मिठो लाग्छ अरे रेबा गाइजहरू मलाई ग्रिन लेज तिमीलाई ब्लू ग्रीन उसलाई रेड कुरकुरे कुरकुर्के कुरकुर्के रेडवाला लेज भयो रेब गाल्दै हो खाना रेडवाला लेज मिठा ल्याउँछु ला रेबका सबै तल गाइजहरू तपाईँहरूलाई देखाउन भन्नै बिर्सेको रेबिकाले हाम्रो यति पनि छैन है उनले त पुऱ्याइदियो हाम्रो एउटा झऱ्यो ओइ मैले त जानी होइन है लु मैले रे अझ कति भयो तर तेरै त हो नि इगो एटिट्युडले यसरी फट्ट फालेर दिएको ल अन्त समाज भनेर दिएको कि तर एउटा हातमा ब्याग समय लाग्यो एउटा हातमा मोबाइल जे होस् न अनि झिकाल झिकाल भनेपछि फुतक्क दिएको त मोबाइल यसरी फुत्त फालेर त्यो सामान बोकेँ मैले सक्यो सबै ऊ के छ एउटा बाइक कुरकुरे कुरकुर्के खै कुरकुर्के कुरकुर्के त नखाने ओइ कुरकुर्के खोइ झरे क्या कुरकुर्के पनि ऊ चाहिँ नि देखाएको थिएँ मैले अघि ऊ यहाँ कुरकुरे ए खोला नि सानो अचारी हो मिठो हुन्छ यो अचार छोरीलाई मनपर्छ दिजुको हाम्रो छोरीलाई नभए यति खाने अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्छौँ होइन त यस कालो दौडेको खरानी चिप्लिङ छ के गर्छौ रे कम्प्लेन गरिदिन्छौ रे यस कस्तो भने नटेर है घिन लाग्दो कस्तो नटाएर क्या अनुबार उता पुग्नुपर्ने हो हामीलाई यो कस्तो हो निस्कि त यहाँ बाहिर यहाँ बाहिर निस्कि होइन हेर्दै पुरै ऊ छ कि कस्तो हो त्यो सामान्य ठाउँ छैन के चाहिँ नाटक नगर धेर त्यहाँ पुरै ऊ छ क्या उयो रुख समाएर झाड समाएर मिल्दैन के विधि रिस उठा हो यिनीहरूले तँलाई चाहिँ कहाँबाट थाहा भयो यस्तो रेबिकालाई रिस उठाउनु मात्र घर त्यो जाने ठाउँै छैन त्यता त्यही भन्दैछु अनि कस्तो दिमाग आँधो हो मुन्टी यहाँ छिटो यस्तो बोल्नु हुँदैन मित्र भ्लगमा अब यस्तो ढ्याउ गर्न नि भएन नि के गर्ने ए तैँले मेरो अहिले कपाल लुचेर कपाल छपाल तेरो अहिले भाउजू आउनु माथि आऊ आऊ जा रेबिका त कपाल लुछेर लिएर आइज म भिडियो बनाइदिन्छु हजुर त्यहाँबाट तान्नु न कपाल त्यसको सबै जरै निकाल्नु जा जा त लुछेर लिएर आइज म त्यहाँ जानु सक्ने भए तैँले भन्नुपर्छ म पहिले लिएर आइहाल्छु भाउजू त्यहाँ कस्तो मजा मै सक्छु त सक्दिनस् मलाई डर लाग्छ क्या त्यहाँबाट हेर्न तिमीलाई त्यहाँ कति डर लाग्दो छ सनबाथ लिन मात्र हुन्छ जान्ने बोलिस गयौँ भइसक्यो छिटो आइ चाहिँ जाम ए के गरे तँ खाती नि एकजना चाहिँ बच्चा हो कि के हो माथि त यहीँ त हो नि त्यसरी नै आउँथ्यो बाई गाइज कस्तो रह्यो त मलाई सोध्नु भएको राम्रो थियो हामी 10 मिनटमा तल आइपुग्यो जाँदा चाहिँ 1 घन्टा 1.5 घन्टा लाग्यो मलाई त सबै राम्रै थियो तर एक्सपेक्टेसन जस्तो चाहिँ थिएन है जे होइन रोड यो गुराँसको फुल चाहिँ राम्रो राम्रो थियो जे होस् यो हेर्ने भए चाहिँ आउँदा हुन्छ सिधा नै हुँदैन